सबैभन्दा पहिले त म कुमार लिङ्गेन मिराक, मेरो घर मोरङ जिल्ला टाढी गाविस पहिले। तर पनि म मेरो मावलामै हुर्किएर म चाहिँ यही पाँचथर जिल्ला पहिलेको लिम्बा गाविस दोमाङदिनमा पढेको। लाउती चाहिँ मेरो आमा होइन। अनि म यो पाँचथर जिल्लालाई साह्रै नजिकबाट चिन्छु। एक किसिमले म पहाडमै हुर्किएको। त्यसैले पनि मैले नेतृत्व गरिरहेको कुरा अनि भाषाको कुरा धेरै उठेको छ, पहाडको कुरा उठेको छ। अहिले कुनै पार्टीले उठाएको छैन। पहाडहरू चाहिँ मरुभूमि भयो, पहाड सिद्धियो। जस्तै अब 7वटा प्रदेश गर्दा विराटनगर पनि तराईमै, वीरगञ्ज जनकपुर पनि तराईमै, बागमतीको हेटौडा पनि तराईमै होइन, उता 5को पनि उता लुम्बिनीमा, अनि त्यहाँदेखि सबै 6को पनि सबै राजधानी चाहिँ प्रदेशहरूको सबै तराईमा। र पहाडहरूलाई एकदम अन्यायमा परेको छ, पहाड मरिरहेको छ भन्ने कुराहरू एकदम यो उठाइराखेको छ। हजुर, यसको कारण चाहिँ के हो भन्दा म एउटा पहाडमा हुर्किने मौका पाएकोले। त्यसैले अब 62 सालमा अब मेरो अलिकति पृष्ठभूमि तपाईँले सुन्नुभयो भने, अब यहाँ दाइहरूले भन्नुभयो हामीले कुमार लिङ्गेनलाई सम्झिराखेको होइन, सबैभन्दा धेरै विश्वास गरेको, तर बिचमा नआउँदाखेरि हरायो कि भन्ने सवाल आयो। सवाल चाहिँ के हो भन्दा म विद्यार्थी कालदेखि नै म 46 सालको आन्दोलनमा आइएससी पढ्दै थिएँ काठमाडौँमा। त्यतिखेर हामी बहुदलको पक्षबाट लड्यौँ। त्यसपछि पार्टीहरू खुल्यो। मेरो बाबु काङ्ग्रेस, मेरो मामाहरू सबै एमाले, मेरो बाजे ठुलो राप्रपा होइन। तर मलाई चाहिँ यो कुराले छुएन सानैदेखि, किन हाम्रो जातिहरू पछाडि परेको छन् भन्ने कुराले चाहिँ एकदम छुयो। अनि म सानैदेखि, मैले 16-17 वर्षको एजदेखि मलाई चाहिँ यो जातीय मुक्तिको कुराले छुयो। म अनि पछि विराटनगर बिएससी पढ्न आएँ। अनि त्यतिखेर म 49 सालमा सोभियो सभापति लडेँ। त्यहाँ सिङ्गो नेविसँग अखिलहरूसँग कम्पिटिसन भयो। त्यो चाहिँ जनजाति विद्यार्थीबाट होइन, जनमुक्ति। अनि त्यसपछि 56 सालमै म सांसद लडेको थिएँ। 56 सालमा सांसद लडेको थिएँ मोरङ 4 र 5बाट, जनमुक्तिबाट त्यतिखेर। जस जनमुक्तिले पनि सुरुमा यो जातीय मुक्तिकै कुरा उठाएको होइन, भाषा लिपिकै कुरा उठाएको। तर पछि अब ज्ञानेन्द्रले सैनिक शासन लागू गरेपछि होइन, अब जनमुक्ति पार्टी चाहिँ त्यता प्रवेश भएपछि होइन, अनि हामीले चाहिँ धेरै दाइहरूसँग मिलेर, सञ्जुवाङ दाइहरू अरूहरू सबैसँग मिलेर चाहिँ 62 सालमा चाहिँ यो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बान मञ्च भनेर यसरी सुरु भएको कथा चाहिँ यो हो। यसको मतलब हामी हिजोदेखि आउँदा नै रगतमै कुमार लिङ्गेनको चाहिँ हरेकमा म यो 7 जन्मको सपनामा पनि काङ्ग्रेस हुने, कम्युनिस्ट हुने या कुनै अरू पार्टीमा जाने, मलाई यो 7 जन्मको सपनामा विपना त टाढोको कुरा हो, सपनामा पनि आउँदैन। र यस्तो नसोचिदिनु होला भने आदर्श यो पाप हो, यो पाप हुन्छ है। मैले बारम्बार भनेको छु, म यो देश छोडेर पनि जाँदिनँ, म यो लिम्बान आन्दोलन छोडेर पनि जाँदिनँ, यो जातीय मुक्ति आन्दोलन छोडेर पनि जाँदिनँ होइन। बरु सबैले मलाई यो पार्टीबाट निकालिदिए भने म भेडा चढाउँछु होइन। तर म सरकारसँग जुट्छु, किनभने मैले धेरै कुरा हेरेको छु, पढेको छु। त्यसले गर्दाखेरि तर म ब्याक सर्दिनँ भनेर म चाहिँ एउटा लागेको मान्छे हो। त्यसले गर्दाखेरि तपाईँहरूले कहिल्यै पनि सुन्नुहुन्न कुमार लिङ्गेनले चाहिँ यो लिम्बान छोड्यो, हाम्रो पार्टी छोड्यो, हाम्रो आन्दोलन छोड्यो, कहिले सुन्नुहुन्न। र म अनि 64 सालमा यो पान्थरबाट मैले पान्थर यो 2बाट चुनाव लडेँ, त्यो खुकुरी चुनाव लिएर। त्यतिखेर एकदमै तपाईँ हामीलाई त कति दिन 20 दिन मात्रै याद भयो होइन, हामी आन्दोलनमा म छोटो बोल्छु। म यहाँ 3-4 दिन भइसक्यो 5 थर घुमेको। अब अहिले ताप्लेजुङ पुग्नुपर्ने छ, कार्यक्रम चाहिँ ताप्लेजुङमा आज बेलुकादेखि 3 दिन त्यहाँ कार्यक्रममा आएर अब एकदम फेरि देशव्यापी घुम्नुपर्ने भएकोले मुख्य ठाउँमा चाहिँ अहिले घुमौँ भन्ने भएर यहाँ आएको। अनि यो म प्रसङ्ग जोड्दै थिएँ। अनि त्यतिखेर धेरै राम्रो भोट 5 थरबाट आयो होइन। जस्तै आदरणीय उपगृहमन्त्री पद्मसुन्दरजीहरू भन्दा त राम्रो आयो नि त।
अनि एमाले पनि के भन्यो, यो खुकुरी यो लिम्बुवानले मात्र 20 दिन समय पायो, एनआरले 20 दिन थप पाएको भए एनआरले सियर जित्ने। किनभने हामीले एकपल्ट पनि घुम्नु पाएन, त्यतिखेर 22-23 वटा गाविस हुन्थ्यो, एकपल्ट पनि घुम्नु पाएन, सबै त्यही 18-19-18 वटा घुम्न सक्यो त्यतिखेर। त्यसले गर्दाखेरि त्यस्तो स्थिति भयो। अनि त्यतिखेर चाहिँ यो हाम्रो चाप्लुङ एरियामा चाहिँ हामीलाई फर्स्ट भोट आएको थियो र त्यो त्यतिखेर 64 सालमा फर्स्ट भोट खुकुरीलाई लिम्बुवानलाई दिनुहुने सम्पूर्ण बुवा आमा दाजुभाइ सम्मान गर्छु, सेवारो गर्छु, जहिले मन गर्छु, स्वीकारिदिनु होला। र त्यहाँदेखि बिचमा एकचोटि त आइयो होला, त्यस पछाडि के अरे यहाँ धेरै अघि दाइहरूबाट गुनासो आयो, कहाँ हरायो कहाँ गयो भन्ने कुरा। अब म अघि पनि मैले उहाँलाई सेयर गरेँ, म छक्कै पर्छु। म यो आन्दोलन गर्दा एउटा युवा थिएँ, हाम्रो आदरणीय सिनियर दाइहरूले उहाँहरूलाई चाहिँ मैले चाहिँ दङ्ग्याउनु पर्ने। अब सबै मान्छे चाहिँ कुमार लिङ्गदेनलाई दङ्ग्याउनु, अब पार्टी छोड्ने, ल अध्यक्ष राजीनामा, अब ए ल म त के भने म त साधारण विद्यार्थी होइन। एउटा चाहिँ एउटा कलेज सकेर म 52-53 सालमा मेरो एमएससी पढाइ सिद्धिएर मेरो लागि धेरै सम्भावनाहरू थियो नि त। म त एउटा A1 विद्यार्थी थिएँ, फिजिक्सको, भौतिक शास्त्र विज्ञानको होइन। मेरो लागि थुप्रै सम्भावनाहरू थियो होइन। मेरो आमाले बहुत तर पनि मैले के सोचेँ कि अब त्योभन्दा पनि आमाहरूलाई खुसी बनाउने भन्दा पनि यो समाजको लागि केही गर्नुपर्छ भनेर म यहाँ। अब हामीभन्दा सिनियर लिम्बुवानको दाइहरू अब सबैजना मलाई दङ्ग्याउने होइन, राजीनामा दिने, अध्यक्षजी लु म यता लाग्ने, लु म यो गरेँ। म चाहिँ सोध्छु दाइहरूको छत्र छायामा काम गर्न पाऊँ। त्यस्तै त्यस्तै भयो लिम्बुवान टुट होइन, कुटाकुट काटाकाट, त्यही त भयो नि मुद्दा हालाहाल होइन। अब मुद्दा भनेको कति जटिल हुन्छ यहाँ अलिकति बुझ्ने दायालाई थाहा छ। 1 घन्टामा 5 पल्ट प्रधानमन्त्री भएको शेरबहादुरको हातबाट रुखसिन्ध खोसेर लग्यो होइन, त्यस्तो डेन्जर हुन्छ मुद्दा भन्नुहोस् है। मुद्दा के भन्नुहुन्छ भन्दाखेरि त्यो 5 पल्ट प्रधानमन्त्री भएको 83-84 वर्षको सुन्नुहोस् है शेरबहादुर देउपाले पार्टी लास्टमा 1 घन्टामा अर्को केटाहरूले चाहिँ पछाएर लग्यो, थाहै पाएन, उसले एकैचोटि पछारिँदा मात्रै थाहा पायो। जबकि हाम्रो यो खुकुरीलाई त 4 पल्ट मुद्दा लाग्यो निर्वाचन होइन, 4 पल्ट मुद्दा लाग्यो। अस्ति भर्खरै पनि मुद्दा लाग्यो साथीहरू, हाम्रै साथीहरूबाट। अहिले पो मेरो केस जिलिङ्ग हुन्छ, कसरी पो बचाएछौँ यसलाई भनेर, कसरी बचाएछौँ लिम्बुवानलाई भनेर। यसलाई मुद्दा लाउने, जित्ने, अनि यो लिम्बुवानलाई लगेर अर्को पार्टीमा विलय गर्ने, सबैको चाहना त्यही। हामीले भनेको, हाम्रो टिमले भनेको कि त्यसो नगरौँ, किनभने अघि यहाँ धेरै कुरा भयो। यो लिम्बुवान एउटा पार्टी मात्रै होइन, यो एउटा समग्र हो होइन। ठिक छ, मैले यहाँ चाहिँ लिम्बुवानको भक्ति सरले मैले चुनाव हार्दाखेरि यहाँ 5 थरमा कुमार हार्यो, सुनिता हार्यो, सिंहराज हार्यो, भक्ति हार्यो भन्छ होला। तर विश्वराज आङदेम्बेजी हुनुहुन्छ यहाँ, बसन्त नेम्बाङजी हुनुहुन्छ, उहाँहरू पनि बुटलमा गयो भने तिमीहरूको लिम्बुवानले हार्यो होइन भनेर उनीहरूलाई पनि भन्दा मन त चुसुक्क हुन्छ, बुझ्नु भएन? मन त दुख्छ क्या उनीहरूको पनि, किनभने लिम्बुवानले हारेको। हाम्रो पार्टीको नाम हेर्नुहोस् के हो, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान क्रान्तीय मञ्च। युवाले सोच्नुहोस् के एमएनसिएच मञ्चलाई PARTY पार्टी बनाउनु नसक्ने हो हामी? सकिँदैन। अर्को पार्टी अरे, कुलमानको पार्टी अरे, केपी को पार्टी अरे, जनमुक्ति पार्टी, काङ्ग्रेस पार्टी। तर हामीले के गरेको छौँ हेर्नुहोस् त, हाम्रो भनेको मञ्च। धेरै साथीहरूले पार्टी बनाउनु खोज्दा हामीले त्यसलाई मञ्च बनाउनु खोज्यो। किन भन्दा यो मञ्च भनेको चाहिँ खुल्ला, यहाँ जम्मै आउनु सकिने, ठुलो यहाँ काङ्ग्रेस आउन सकिने, यहाँ सबै एमाले आउन सकिने होइन, युमा किराँत अब क्रिस्चियन के सबै मान्छे आउन सकिने यो मञ्च भनेको ठुलो। किनभने यहाँ लिम्बू भाषा सरकारी भाषा हुँदा, यहाँ राई भाषा सरकारी हुँदा के एउटा राईको लागि मात्रै हो, त्यो त राई समुदायको लागि हो।
एउटा लिम्बू भाषाले भोलि चाहिँ मान्यता पाउँदा कि एउटा लिम्बूको लागि पनि होइन, त्यो एमालेको लिम्बूको लागि पनि हो, त्यो काङ्ग्रेसको लिम्बूको लागि पनि हो। त्यसको लागि अघि सुन्दाजीले भने जस्तो उनीहरूको भनेको आफ्नो पार्टीको लडाइँ, हाम्रो भनेको माटोको लडाइँ, हाम्रो भनेको जाति समुदायको लडाइँ, इतिहासको लडाइँ। यही कुरा म यहाँलाई राख्न चाहन्छु। र यो बिचमा अब तपाईँलाई थाहा छ पहिलो 5 वर्ष चुनाव हो, हामीले पनि एउटा सांसद पठायौँ विष्णुमाया तुम्बा, मन्त्री पनि हुनुभयो। अब उहाँ सांसद भएको बेला चाहिँ षड्यन्त्र गर्नु पाएन, हामीले थाहा पाइहाल्थ्यौँ। अब पछिल्लो अनि 5 वर्ष त हामीले रोक्यौँ नि त, 5 वर्ष त दाम राख्न सकेन नि त। 5 वर्षमा 300 भन्दा बढी आन्दोलन भयो विराटनगरमा, त्यसले गर्दा अनि त्यस पछाडि दोस्रो चुनावमा के भयो, हामी बिचमा अलिकति आन्तरिक मुद्दा मामिला भयो, साथीहरूले हालेपछि थोरै भोटले 200 भोटले हामी पुगेन। अनि हामी नपुग्ने बित्तिकै उनीहरूले के गरे, षड्यन्त्र गरेर चुनाव हुने बित्तिकै अब लिम्बूहरू त थिए त्यहाँ, तर जिउँदो थिएनछन् उनीहरू, सबै सास नभएको लास लिम्बूहरू थिए। राईहरू त थिए तर के जिउँदो सास नभएको, अनि भनेनन् कसैले। हामीले कतिखेर थाहा पायौँ भन्दा आज 10 बजे चाहिँ कोशी एकको नाम चाहिँ कोशी राख्दैछ अरे भन्ने कुरा चाहिँ आज बिहान 7 बजे मात्रै चुम्लुङले पनि त्यतिखेर थाहा पायो, हामी सबैले त्यतिखेर मात्रै थाहा पायौँ। अब यसको लागि दमकबाट विराटनगर पुग्दाखेरि 2-2.5 घन्टा त लाग्छ। अनि हामी भेलिएर जाँदा ओर्दा त अघि उनीहरू भेला भए 7 बजे भेला भएर ड्याममै सांसद थुनेर अघि कर्फ्यू लगाएर अनि भित्र नाम राखेको रहेछ। सहिलो खुसीको त नाम राखेको होइन त, पछि त षड्यन्त्रपूर्ण तरिकाले राखेको। अनि आन्दोलन भयो, अनि लाज्याङहरू त्यहाँ ढल्नुभयो, धेरै साथीहरू घाइते भयो। र त्यो आन्दोलनको मुख्य ब्याकफोर्समा बसेर यही मञ्चले, यही खुकुरीले हामीले ब्याकफोर्स गऱ्यौँ होइन। मुकुमलुङ आन्दोलनमा पनि हामीले ब्याकफोर्स गऱ्यौँ। हाम्रो सुनिताजी 1 महिना जेल पर्नुभयो होइन, मुकुमलुङ थाहा छ नि त, यो 1 महिना जेल पर्नुभयो, नलडेको त होइन। अनि त्यस पछाडि आन्दोलन चर्किँदै गएपछि फेरि उता सरकारले ल साझा नाम लिएर आऊ भन्यो, किनभने आएर राई र लिम्बू सँगै मिलेर लडेको थियो। अब लिम्बुवान किराँत लिम्बुवान लगेर जाउँ भन्दा कुरा अब त्यहाँ पनि सहमति भएन, मिलेन। त्यहाँको कुरा गम्भीर छ एक है। त्यसैले पनि लिम्बुवानहरू चाहिँ नलडेको होइन है मणि सर, त्यहाँसम्म पुगेको। राज्य सत्ताले साझा नाम लिएर आउसम्म भन्यो, कोशी नहटाउने तर कोशीमा थप्ने, के थप्नुपर्छ भन्दा त्यहाँ पनि। अब पछि छोटो भन्छु, अनि लिम्बुवानको भाषा, लिम्बू भाषा र मैथिली भाषालाई कार्तिक 25 गते अस्ति राष्ट्रिय भाषा बनाउने भनेर सरकारले अगाडि बढिसक्यो। त्यसमा अब नाम नलिउँ, अब केही हाम्रै साथीहरू समुदायहरू गएर मुख्यमन्त्रीको टेबल फुट्ने गरी यो लिम्बूलाई चाहिँ बनाउनु हुँदैन भनेको पनि छन् अरे। अब त्यो पर्दाफासहरू उल्दै जान्छ, त्यसैले गर्दा भइसकेको पनि अब भयो। लिम्बू भाषा राष्ट्रभाषा राज्य भाषा भएको भए के हुन्थ्यो भन्दाखेरि अनि लिम्बुवान बन्ने बाटो त 90% खुलेर जान्थ्यो। यहाँ आमाहरू दाइहरूले अनि भत्ता पाउँथ्यो लिम्बू भाषा बोलेको, बुझ्नु त्यस्तो भयो त। शक्ति भनेको कहाँ आउँछ तपाईँलाई सानो कुरा सुनाउँछु एउटा। गोहीको शक्ति कहाँ छ? गोहीको शक्ति भनेको हिलो र पानीमा छ। त्यही गोहीलाई यहाँ बाहिर ल्याउनुहोस्, बिचारा कुटेरै मार्छ नानीहरूले, हो किन भन्नुहोस् त। तर त्यही गोही हिलो र पानीमा राख्नुहोस् त के हुन्छ? गोरुलाई पनि पक्राएर के बनाएर हो किन भन्नुहोस् त। त्यस्तै अब सिंहको शक्ति कहाँ हुन्छ भन्दा सिंहको शक्ति जङ्गलमा हुन्छ। त्यही सिंहलाई लगाएर पानीमा छोडिदिनुहोस्। त्यस्तै मान्छेको शक्ति कहाँ हुन्छ भन्दा मान्छेको शक्ति भाषामा हुन्छ। यहाँका ठुल्ठुला बाहुन नेताहरू पनि चीनमा लगेर छोड्ने भने भएर रालसिगान गर्दै बस्छ, किन भाषा मिल्दैन होइन। शक्ति चाहिँ भाषामा हुन्छ भनेको यो है। जसरी गोहीको शक्ति पानीमा हुन्छ, माछाको शक्ति पानीमा हुन्छ तर जमिनमा हुँदैन। अब ऊँटको शक्ति कहाँ हुन्छ? मरुभूमिमा हुन्छ।
मरुभूमिमा उठ कति दिन पानी नखाइ हिँड्छ भन्दाखेरि 15 दिन पानी नखाइ हिँड्छ 15 दिन पानी नखाँदा पनि केही हुँदैन उठलाई उठको शक्ति मरुभूमिमा हुन्छ गोहीको शक्ति चाहिँ मतलब के अरे पानीमा हुन्छ त्यस्तै चाइनिजहरूको शक्ति चाइनिज भाषामा हुन्छ इन्डियनहरूको शक्ति हिन्दीमा हुन्छ हैन बाहुन साथीहरूको शक्ति केमा हुन्छ यो बोलेको भाषामा हुन्छ लिम्बूहरूको शक्ति लिम्बू भाषामा हुन्छ काली मेन कुरा यो हो नि हिजो हाम्रो बिबी चेम्जोङले हिजो हाम्रो चाहिँ लालसोर सेन्नाङले हाम्रो यता भाषाविद के नेम्बाङ रन्दोज आदरणीय रन्दोज नेम्बाङ महागुरु फाल्गुन नन्दन नेम्बाङ वीर नेम्बाङजीहरूले सबैले भनेको कुरा यही हो बुझ्नुभयो शक्ति कहाँ हुन्छ चिनियाहरूको शक्ति चिनिया भाषामा कोरियनको शक्ति कोरियन भाषामा हैन गोहीको शक्ति पानीमा अनि उठको शक्ति मरुभूमिमा बाघको शक्ति जङ्गलमा लिम्बूको शक्ति लिम्बू भाषामा हुन्छ अहिले यहाँ लिम्बू भाषा चाहिँ राष्ट्रिय भाषा होस् त तपाईहरु सबै अनि त्यहाँदेखि महिनामा 10,000 15,000 तलब आउन थाल्छ त्यो आइसकेको थियो हैन 25 गते लागू हुने भनेको केही साथीभाइले गर्न रोकेका छन् तर अब यो हाम्रो पार्टी अगाडि बढिन्जेलसम्म कसैले लिम्बू भाषा राई भाषा जति मातृभाषालाई राष्ट्रिय भाषा हुनु कसैले रोक्न सक्दैन लिम्बुवान खम्बुवान तामाङ सलिम प्राप्त गर्न कसैले रोक्न सक्दैन यो हामी प्राप्त गरेरै मेन कुरा त यही हो र अर्को कुरा एउटा सपनाहरू दिनुपर्छ क्या सपना भयो भने तपाईँ अहिले च्याप्लुङमा बसेर अब म अहिले सिधै जाँदैछु माथि के अरे यो ताप्लेजुङको यो उता ताप्लेजुङको चाहिँ म यो के यो याङग्रुपतिर जाँदैछु क्या जाँदैछु अहिले मैले भनेको तपाईँ र हाम्रो सपना चाहिँ लिम्बुवान भयो भने त्यो ताप्लेजुङको मादेनहरू लाबुङहरू अब यहाँ लाबुङमा चेलीहरू बिहे भएर पनि त्यति खासै आएको छैन नि छैन त होइन छ त छैन नि सबै निमहरू आएको छ त छैन चोङमाङहरू त्यति आएको छैन छ त अनि यहाँ चाहिँ मतलब के अरे अरू निङलेखुहरू आएको देख्दिनँ यो के भयो भन्दा नि कम्तीमा हामी याक्थुम्बा लिम्बू भएपछि त हामीले पनि हाम्रो पनि छोरीचेली निङलेखुहरूले लानुपर्ने हाम्रो छोरी उताको चाहिँ चोङमाङहरू पनि यहाँ आउनुपर्ने यस्तो भयो भने के हुन्छ भने हामी एउटै भाषा मिल्ने हो नि त हामी धेरै ठुलो मादेनहरू आउनुपर्ने यहाँबाट लानुपर्ने होइन बुझ्नु भएन अनि यसरी समाज चाहिँ हाम्रो यसरी अगाडि बढ्नुपर्ने क्या एकदम मिक्स हुनुपर्ने हाम्रो याक्थुम्बा लिम्बू समुदायमा एकदम मिक्स हुनुपर्ने यो तर के छ तर हुनुपर्ने होइन बिहेबारी पनि बिहेबारी पनि त्यसरी हुनुपर्छ के हो भन्दा नि हाम्रो चाहिँ राजनीति भएन अनि हामी चाहिँ एकदमै अनि काङ्ग्रेस कम्युनिस्ट यस्तै उस्तैमा लागेर उसले चाहिँ के चाहन्छ भन्दा त्यहीँ बस है तिमीहरू कुवाको भ्यागु त त्यहीँ बस तिमीहरू त्यहीँ हो त्यहीँ सड भन्छ अब हाम्रो लिम्बुवान आन्दोलन चाहिँ के भन्छ भन्दा यो च्याप्लुङको हाम्रो आदरणीय चेम्जोङहरू र माथि तिखारको लाबुङहरूको भेटघाट गराउन चाहन्छ बुझ्नुभयो यहाँको नेम्बाङहरू र माथिको त्यही हो कुरा ल अनि माथि ताप्लेजुङको थेबेहरू बिचमा भेटघाट गराएर कुटुम्ब जोडाइ बुझ्नु भएन तर यहाँ थेबेहरू त खासै बिहे भएर आएको देख्दिनँ अनि थेबे गाउँमा पनि यहाँको च्याम्जाङहरू पुगेको लिङ्गदेनहरू त माथि छ पुगेको देख्दिनँ यो चाहिँ के हो भन्दा हाम्रो समाज चाहिँ सानो हुँदै आयो अब अहिले लिम्बुवान आन्दोलन आएपछि चाहिँ के भयो भन्दाखेरि हामी देश विदेशका लिम्बुवानी जनताहरू चाहिँ एक भएर निकै अहिले चाहिँ निकै मिक्स हुँदै आयो होइन एकदम हुँदै आयो त्यसले गर्दा म फेरि भन्छु अन्तिममा हामीलाई आन्दोलन चाहिन्छ सपना चाहिन्छ हामी एक दिन न एक दिन लिम्बुवान स्थापना गर्छौँ भन्ने एउटा सपना चाहिन्छ है सपना ड्रिम चाहिन्छ जुन जातिको सपना हराउँछ त्यो सिद्धिन्छ एउटा लक्ष्य हुनुपर्छ यहाँबाट फिलिम जाने
भन्ने एउटा लक्ष्य हुनुपर्छ होइन। यहाँ खोलाहरूको जसरी लक्ष्य छ नि तमोरलाई भेट्ने, तमोरले महासागरलाई भेट्ने, त्यस्तै एउटा लक्ष्य हुनुपर्छ। र म फेरि यति भन्दै अहिले धेरै पार्टीहरू जन्मेका छन् होइन। के अरे सुभाष नेमाङज्यू बितेर जानुभयो, उहाँ पनि हाम्रो शत्रु होइन, कोही हाम्रो विरोधी होइन, कुनै कुनै मान्छे हाम्रो कहिल्यै विरोधी होइन। हर्क साङपाङ विरोधी होइन होइन, रवि पनि हाम्रो विरोधी होइन, भालेन पनि विरोधी होइन, केपी शर्मा पनि विरोधी होइन, कोही हाम्रो विरोधी होइन। तर सवाल के हो भने उहाँको यो घोषणा पत्रमा लिम्बुवान किनार चाहिँ लेखेको छ कि छैन, यति चाहिँ हामीले फेरि टाइट छ है हाम्रो। पक्रेको चाहिँ हामीले यति मात्रै हो, पक्रेको यति हो। अब मान्छे के भन्छन् यहाँ होइन, तपाईँले बालेनको किन विरोध गरेको, रविको किन विरोध गरेको, कुलमानको पक्षमा किन नलाएको, हर्कको पक्षमा किन नलाएको भन्छन् होइन। केपी यति राष्ट्रवादी उसको पक्षमा किन नलाएको, गगन यस्तो, गगन थापा युवा नेता होइन, काङ्ग्रेसको भाइले भन्छ कुमार दाईको सबै कुरा ल गगनले मान्छ, लु गगनसँग मिलेर काम गर्नु भन्छन् होइन। त्यो उहाँहरू सबै राम्रै मान्छे होला, तर हामीले मेन हेर्ने चाहिँ कागजमा त्यो सर्जिमेन्ट हुँदा के हुन्छ, पुलिसले बरको बोर्डदेखि 10 फिट पूर्वदेखि 1 हात उत्तर एउटा खाल्टामा त्यो चिज भेटियो भनेर यसरी सर्जिमेन्ट गर्नुपर्छ कि पर्दैन, डिटेल लेख्नुपर्छ क्या कागजमा। कागजमा डिटेल लेखिएन भने हुँदैन, यहाँ मनको कुरा मात्रै हुँदैन। अब मनमा चाहिँ हो भने त आइन्द्र सुन्दर नेमाङ पनि एउटा लिम्बूको छोरो, मनमा उहाँको पनि लिम्बुवान होला। पद्म सुन्दर लाउती पनि एउटा लिम्बूको छोरो, मनमा उहाँको लिम्बुवान होला होइन। अब हाम्रो आदरणीय दाई भीष्मराज आङदेम्बे उहाँ पनि लिम्बूको छोरा, उहाँको मनमा पनि होला होइन। बसन्त नेमाङ एउटा हाम्रो आदरणीय दाई साथी होइन। सुन्नुहोस् है, अब लास्टमा लिम्बूको छोरा, उहाँको मनमा पनि होइन लिम्बुवान होला, लिम्बुवान नहोला भन्न सकिँदैन होइन। अब हर्क साङपाङ एउटा लिम्बूको ज्वाइँ होइन, ज्वाइँ हो है लिम्बूको, अब उहाँको मनमा पनि लिम्बुवान किराँत नहोला नभनौँ होला होइन। अब हाम्रो चाहिँ कुलमान घिसिङ पनि एउटा तामाङको छोरा, रामेछापको होइन, उहाँको मनमा पनि तामाङ सालिङ लिम्बुवान होला। तर त्यो मनमा भएर भएन क्या। राजनीति चाहिँ राजनीतिले मनको कुरा देख्दैन। जस्तै तपाईँले भन्नुहुन्छ नि उता मुद्दा मामिला हेर्दाखेरि अनुहार हेर्दैन होइन। अब यहाँ आदरणीय सिंहराज सर हुनुहुन्छ, हजारौँ मुद्दा लड्नु, मुद्दाले के हेर्छ, कागज हेर्छ होइन, प्रमाण हेर्छ होइन, दसी हेर्छ उसले, कागज बोल्छ क्या। त्यहाँ कागजमा त्यो के लेखेको छ, बयान के लेखेको छ त्यो मात्रै बोल्छ। अड्डा अदालत र सरकारले चाहिँ कागज मात्रै बोल्ने हुनाले बोल्दैन हो। त्यसकारणले गर्दा हामीले कुनै नेताहरूको यो कुकुरले विरोध गरेको होइन। तर के चाहिँ भन्नु खोजेको भने लिम्बुवान किराँत चाहिँ तामाङ सालिङ खसान तमान चाहिँ लेखेर आउनु पर्यो क्या। अन्तिममा राष्ट्र अन्तर्राष्ट्र र अदालतमा र चाहिँ संसदमा चाहिँ कागज बोल्ने भएकोले यो मुकुमलुङमा नो केवल कार, कोशी नो कोशी र लिम्बुवान किराँत र 9 जिल्ला लिम्बुवान भन्ने चाहिँ यो कुकुरले मात्रै लेखेर बोलेर आएको हुनाले यसलाई चाहिँ भोट दिनुपर्छ भन्ने हो हाम्रो चाहिँ कुरा। अनि मात्रै हाम्रो चाहिँ मागहरू चाहिँ सशक्त हुन्छ भन्ने अरू पनि मैले भने अरूले पनि मनमा त्यो कुरा गर्लान्, तर लिखत नल्याएको हुनाले त्यो कुरा चाहिँ हामीले गर्न सक्दैन। र म लु यति भन्दै फेरि पनि अब यहाँहरूसँग म वाचा गर्छु आगामी दिनमा। यहाँहरू सबैसँग हाम्रो भेटघाट कम्तीमा अघि धेरै पनि होइन रहेछ, वर्षमा एकपल्ट। अस्ति हामी होइन 21 गते हाम्रो माथि गोपेटारमा ठुलो यस्तै चुम्लुङ भयो। उहाँको जनताले के भन्नु भने हे कुमार लिङ्देन तिमीले आएर हामीलाई चामल दिनुपर्छ भनेको होइन, हामी गाई पालेको छौँ, भैँसी पालेको छौँ, सुँगुर पालेका छौँ होइन, तिमीले के गरिदिनु पर्ने होइन। तर
6 महिना 1 वर्षमा त आएर के हुँदैछ त्यो कुरा सुनाउनु पर्यो यति मात्रै। त्यहाँ मलाई त्यो कुराले मलाई भावुक बनायो। तिमीले हामीलाई केही दिनु पर्दैन होइन। एकजना हाम्रो लिम्बुवानको नेता हुनु रहेछ हाम्रो लिम्बू नै 5 थरमै सबैभन्दा धेरै दुध उत्पादन गर्ने, अर्को हुनु रहेछ सबैभन्दा धेरै बिरुवा उत्पादन गर्ने, अर्को हुनु रहेछ सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने, हाम्रै पार्टीको मान्छेहरू। त्यस कारणले गर्दा तपाईँले आएर हामीलाई केही दिनुपर्छ भन्ने होइन, तर के हुँदैछ त राष्ट्रमा, के हुँदैछ लिम्बुवान कहाँ पुग्यो होइन, भाषा कहाँ पुग्यो। र मैले अब लास्टमा त्यति सुनाउनु पर्छ भन्नुभयो। म त्यो कुरालाई एकदम प्रतिबद्ध गर्छु, म आगामी दिनमा त्यो कुरा गर्छु। र मैले अघि भने एउटा कुरा, शक्ति कहाँ हुन्छ है, यो कुरा सुन्नु। उटको शक्ति मरुभूमिमा हुन्छ है, सिंहको शक्ति जङ्गलमा हुन्छ, चराको शक्ति हावामा हुन्छ, आकाशमा हुन्छ, हो कि होइन। चराको शक्ति, गोहीको शक्ति हिलो र पानीमा हुन्छ हैन। र चाइनिजको शक्ति चाइनिज भाषामा हुन्छ, इन्डियनको शक्ति इन्डियनमा छ, बाहुनको शक्ति संस्कृत र यो बोल्ने भाषामा छ हैन। र लिम्बूको शक्ति लिम्बू भाषामा हुन्छ है। यति हो, यो सूत्र मात्रै बुझ्नु। मैले यो यत्रो लामो उमेरमा मैले 2-4 हजार किताब पढेँ होला, मैले थाहा पाएको कुरा त्यति हो। शक्ति चाहिँ भाषामा हुन्छ। हामी लिम्बूहरू किन आज पछाडि पर्यो? पछाडि होइन, हाम्रो शक्ति खोसेकोले। किनभने हाम्रो भाषालाई चाहिँ उनीहरूले गाई खाने भाषा भनिदियो होइन। त्यस कारणले गर्दा जब भोलि हाम्रो भाषा चाहिँ राष्ट्रिय भाषा भएर आउँछ नि, ल्याउँछु नि हामी, तपाईँहरू सबै यहाँ शक्तिशाली, तपाईँहरू सबैको मान्यता, तपाईँहरू सबैले चाहिँ अनि के पाउनुहुन्छ, तपाईँहरूले चाहिँ भत्ता पाउनुहुन्छ। अनि गाविसमा जागिर खोल्छ 5 जनाको, महिनामा 20,000 25,000। के भन्दा दोभाषे लिम्बू भाषा र अरू यो अहिलेको पर्वतीय भाषा बोल्नु जान्ने। अनि पान्थरको अदालतमा जागिर खोल्छ 20 जनाको, महिनाको 40,000। के भन्दा दोभाषे भन्छ। त्यो भनेको लिम्बू पनि जान्ने, किनभने अब यहाँ लिम्बू भाषा मात्रै बोल्नेहरूले अनि अदालतमा गएर पनि लिम्बू भाषाबाट बोल्ने, अनि त्यो छेउको दोभाषेले उसले उल्था गरिदिन्छ। अनि न्यायाधीश पनि आउनुपर्छ लिम्बू भाषा जान्ने। यस्तरी हाम्रो शक्ति आउँछ। शक्ति भनेको म प्रधानमन्त्री भएर, म राष्ट्रपति भएर, उहाँ चाहिँ माननीय भएर मात्रै आउने होइन। शक्ति माननीय भएर पनि त्यो हाम्रो राष्ट्रिय भाषालाई चाहिँ राष्ट्रभाषा बनाउनु पर्छ। फेरि है अन्तिममा फेरि उटको शक्ति मरुभूमिमा, चराको शक्ति आकाशमा, सिंहको शक्ति जङ्गलमा, गोहीको शक्ति पानीमा हैन, माछाको शक्ति पानीमा, चाइनिजहरूको शक्ति चाइनिज भाषामा, जापानिजको शक्ति जापानिज भाषामा, बाहुनहरूको शक्ति यो पर्वतीय भाषामा, र लिम्बूहरूको शक्ति लिम्बू भाषामा। त्यही हो ठुलो कुरा। र यो भाषालाई राष्ट्रिय भाषा बनाउने हाम्रो लडाइँ, लिम्बुवानको लडाइँ त्यही हो। लिम्बुवान ल्याएर पनि तपाईँलाई चाहिँ मतलब के अरे अरू केही गरिदिने होइन, तर के गरिदिन्छ भन्दा तपाईँको नलेज, तपाईँको ज्ञानलाई चाहिँ राष्ट्रियकरण गरिदिन्छ। अनि तपाईँले बोलेको प्रत्येक पालामहरू एकचोटि 5 मिनटको पालाम भन्नुभयो भने त्यसको मूल्य चाहिँ कम्तीमा पनि 4,000 5,000 हुन्छ। त्यस्तो मूल्य, त्यस्तो भाषालाई चाहिँ पैसामा रूपान्तरण गरिदिन्छ, मूल्यमा रूपान्तरण गरिदिन्छ। अनि जब लिम्बू भाषा बोलेर महिनाको 60,000 जागिर खान थालेपछि हाम्रो नानीहरू पनि नबोल भन्दा पनि म आनी पान पढ्छु भनेर अनि सुरु हुन्छ अगाडि। अनि हामी मरेर गए पनि 5 लाख वर्षसम्म लिम्बुवान मर्दैन, लिम्बू भाषा मर्दैन, लिम्बू समुदाय मर्दैन। ल है, दाबसहित खुकुरीको लागि हाम्रो बुद्धिजीवी हाम्रो भक्ति सर समानुपातिकमा, अनि यहाँ भानुभक्त सर एकदम उहाँ पनि एकदम दिग्गज हुनुहुन्छ। उहाँ प्रत्यक्षमा उहाँ अहिले हामीसँगै हुनुहुन्थ्यो तल लखना भन्ने ठाउँ सुन्नुभएको छ ल, यो तुम्बियादेखि पल्लोपट्टि। म त लुमाङदिनमा हुर्किएको थाहा छ। त्यहाँ चाहिँ एकदम धेरै समुदायले उहाँलाई चाहिँ एकदम गोप्य रूपमा बोलाएर होइन, तिमीहरू नआतिनु, किनभने लिम्बुवान भनेर हाम्रो इज्जत हो, हामी छौँ भनेर त्यो राति त्यहाँ गएर उहाँ तल्लो तमर कोरिडोरबाट फिदिम आउँदै हुनुहुन्छ। अब हामी पनि अहिले यहाँ सकेर फिदिम गएर भेटेर कुराकानी गरेर हामी फेरि ताप्लेजुङ लाग्ने। र यो हाम्रो के यो फाल्गुनमा आमसभा हुन्छ सर?
हुन्छ 25 म आउनुपर्छ कि पर्दैन पर्छ भन्नुहोस् है। म आउनुपर्छ भने अलिक कार्यक्रम सेड्युल सुरुमै होस् ल। यति भन्दै दाबसहितको खुकुरीको प्रत्यक्ष र समानुपातिकमा भोट मान्दै ल बिदा भन्छु।